केही दिन अगाडि मैले टिकटकमा एउटा भिडियो बनाएर मैले जुन जुलाईमा डेट्सहरू इक्जाम डेट्सहरू एड गर्नु भनेर नाटीलाई रिक्वेस्ट गर्छु भनेको थिएँ र त्यसको अपडेट चाहिँ मैले पाइसकेको छु एन्ड स्पोइलर अलर्ट देयर इज ब्याड न्युज। नाटीले चाहिँ जुन जुलाईमा अहिले एड गर्ने त्यस्तो केही इन्डिकेसन चाहिँ दिएको छैन। उनीहरूले चाहिँ हाम्रो सबै रिसोर्सेसहरू हामीले एक्जस्ट गरिसकेको छौँ, एड क्यापासिटी छौँ भनेर चाहिँ भनेको छ है। सो विच मिन्स मोस्ट लाइकली जुन जुलाईको डेट नाटीले एनी टाइम सुन एड गर्दैन होला। अहिले अगस्तमा मात्र डेट छ, सो अगस्तको डेट भयो भने तपाईँले बुक चाहिँ गरिहाल्नुहोस्। यदि तपाईँहरूको एक्जाम मेको एन्डतिर अरू जुनतिर तपाईँले अलरेडी बुक गरिसक्नु भएको छ र तयारी नपुगे पनि मेबी जुलाईतिर सार्ने सोच्दै हुनुहुन्थ्यो भने चाहिँ अब चाहिँ एक्जाम नसार्नु होला, बरु राम्ररी तयारी गर्नतर्फ चाहिँ लाग्नुहोस्। क्लास लिनको लागि डेफिनेटली मलाई कन्ट्याक्ट चाहिँ गर्न सक्नुहुन्छ। त्यसपछि चाहिँ जसले अगस्तमा डेट लिनुहुन्छ होइन, अब उहाँहरूले कि त क्लास अहिलेदेखि पनि स्टार्ट चाहिँ गर्न सक्नुहुन्छ, 3 महिना बाँकी छ अझै पनि, तर हाम्रो लङ एक्सेस 6 मन्थसम्म जति पनि क्लास लिन मिल्ने एउटा कोर्स छ त्यसमा पनि जान सक्नुहुन्छ। और आइडियल टाइम चाहिँ अलि धेरै अगाडि होइन, ठिकैको टाइम स्टार्ट गर्न चाहनुहुन्छ भने तपाईँले जुनदेखि चाहिँ क्लास लिन सक्नुहुन्छ। ह्याभिङ सेड द्याट यत्रो 3 महिना टाइम भएको तपाईँहरूले फाइदा पनि लिनुपर्छ होइन। क्लास लिइसकेपछि मात्र तयारी स्टार्ट नगर्ने, अलरेडी प्र्याक्टिस मेटेरियल नभए पनि वी क्यान स्टिल प्रिपेयर फर नाटी होइन। सो तपाईँहरूले घरमा काममा जता जता मिल्छ आफूले नेपालीमा बोल्दाखेरि शुद्ध नेपालीमा बोल्ने, यो समाचार पत्रिकाहरू आर्टिकल्सहरू होइन, भिडियो पोडकास्टहरू यस्तो नेपालीमा सुन्ने, त्यसरी पनि अभ्यास चाहिँ गर्न सक्नुहुन्छ। अनि अफकोर्स यही हाम्रो टिकटक नेपाली नाटीको प्रोफाइल पेजमा गएर त्यहाँ थुप्रो भोक्याब्सहरू को फाइलहरू छ होइन। त्यसपछि पास इक्जामको डायलग टपिक्सहरू छ, सबै कुराहरू त्यहीँबाट पनि प्र्याक्टिस गर्न सक्नुहुन्छ। र नट ओन्ली द्याट, हाम्रो वेबसाइट nepalinaty.com एउटा फ्री कोर्स छ, त्यसमा पनि तपाईँले फ्यु डायलग्सहरू, भोक्याब्सहरू र भोक्याब्स क्विज पनि गर्न सक्नुहुन्छ।